फाइनली आज हामी चाहिँ छुट्टीको दिन दुईजना मिलेर बिरयानी बनाउने सुरसार गर्दैछौँ। हेरौँ कस्तो हुन्छ। बिरयानीको लागि सबै सामान चाहिँ जुटे जति सबै सामान जुटाइरहेछौँ। यता चिकन पाकिसकेको छ लगभग हाम्रो। खासै पकाउन चाहिँ राम्रो आउँदैन, त्यही पनि सानो सानो प्रयास त भने यस्तै छ। अब बिदाको दिन छुट्टीको दिन टाइम पास यसरी नै गर्ने गरेको छौँ प्रायः जसो चाहिँ। त्यही भएर आज चाहिँ बिरयानी खाउन भनेर सोचाएर हामीले चाहिँ बिरयानी बनाउने चेष्टा गरेका छौँ। हेरौँ कस्तो हुन्छ, पकाउँदै जाउँ। यता चामललाई हामीले हाफ बोइल गर्दैछौँ। आज फर्स्ट टाइम हो। अब यसो भनेको आधारमा हाफ बोइल गरेर चामल त रेडी गर्दैछु। यता हामीले चामल पनि लगभग हाफ बोइल भइसकेको छ। यता चिकन पाकिसकेको छ, चिकन रेडी छ लगभग। अब चाहिँ हामी त्यसलाई एकदम बिरयानीको अवस्थामा पुर्याउनलाई सर्लक्क कुकरमा अब स्टेप बाई स्टेप चाहिँ मर मसला हाल्छौँ। सुरुमा चाहिँ चामललाई सट्ट निकालेर चिसो पानीले फेरि हल्का पखालेर गर्दैछौँ। अब साथी एकदम लागि परेको छ आज बिरयानीको लागि। पुरै यसरी स्टेप बाई स्टेप, पहिला चामल त्यसपछि चिकन गरेर यसरी अब सिके। खासै अब प्रोफेसनल त होइन, त्यही पनि यसो प्र्याक्टिस यसो कतै सुनेको आधारमा गर्दैछौँ। हेरौँ कस्तो हुन्छ। हेर्दाखेरि त अब राम्रै होला जस्तो लाग्छ, यस्तो दामी देखेको छ फिनिसिङ। अब हेरौँ पाकिसकेपछि कस्तो हुन्छ भन्ने कुरो हो। अब यसलाई हामी सर्लक्क पकाउँ एकचोटि। एक सिटी हल्का पानी राखेर एक सिटी लगाउँ। एक सिटी लगाइसकेपछिको अवस्था अब कस्तो हुन्छ भन्ने कुरो हामी देखाउँदैछौँ। सिटी लागिसकेको छ र सिटी लागिसकेपछिको अवस्था हेर्दाखेरि चाहिँ तपाईँको चेबुना छ है, चेबुना छ, एकदम राम्रो छ। अब हेरौँ यसपछिको अवस्था के छ। अब पाक्या छ कि छैन, भित्र अवस्था छ, टेस्ट कस्तो छ भन्ने कुरो अब सर्लक्क हेरौँ। ओहो, हेर्दाखेरि त खाउँ लाग्ने खालको छ। जे होस् फर्स्ट टाइम भयो नि पकाउँदा चाहिँ राम्रैसँग पाके जस्तो फिल भएको छ। टेस्ट गर्दाखेरि अब कस्तो छ भन्ने कुरो चाहिँ साथीहरूले भन्छन्। आज चाहिँ हामी फेरि तिनजना मात्रै छौँ, दुईजना साथीहरू ड्युटी गएको कारणले गर्दाखेरि हामी तिनजना रुममा बसेर कस्तो छ साथीहरू भनेर भन्दाखेरि त ओहो चेबुना धेरै मिठो छ र धेरै मिठो छ। फर्स्ट टाइम बनाएको एकदम राम्रो छ, मिठो लाग्यो। आजको दिन चाहिँ हामीले यसरी नै नयाँ नौलो परिकार भनौँ न, हाम्रो लागि त यहाँ फर्स्ट टाइम बनाएको। खासै आउँथेन, त्यही पनि ठिकै छ। अरू भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।